ओके गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ म यो नक्खु खोलाको पुलमाथि छु हैन, एज यु क्यान सी। अनि आज चाहिँ इट इज माई डे 3 इन काठमाडौँ। तर अहिलेसम्म एउटा नि भिडियो बनाएको थिइनँ। आज 2-3वटा बनाइदिन्छु भनेर म हिँडेको छु। अहिले चाहिँ इट इज 7 AM। म चाहिँ दादालाई भेट्न जाँदैछु। फ्रम कहाँ थिएँ भन्दाखेरि म नक्केपोर्ट एरियामा थिएँ। अहिले म कीर्तिपुर एरियातिर जाँदैछु बाई वाकिङ। एराउन्ड 6-7 किलोमिटर दियो। अनि अहिले म यहाँ आइपुगेको छु। फर्स्ट अफ अल मलाई एक ठाउँमा गएर चिया खानु छ। अनि पुल कट्ने बित्तिकै झन्डै म रङ रुटमा गएँ अहिले हैन। सो मलाई बाटो थाहा छैन, म म्याप हेर्दै हिँडिरहेको छु। अनि अहिले म यस्तो माथि आइपुगेको छु। आई हेभ टु गो हियर आई गेस। ओके म भैँसीबाटी पुग्न आँटेँ हैन। कि पुगिसकेँ आएर न जस यहाँ बोर्ड देखेँ भैँसीबाटी लेखेको, त्यहाँ चाहिँ चिया खान पाउँछु होला म। अहिलेसम्म चिया खाएको छैन। एराउन्ड म कति 1 किलोमिटर त हिँडिसकेँ होला। एक ठाउँ देखेँ तर स्किप हान्थेँ मैले। आइडन मैले किन स्किप हानेँ, बट आइ एम गोइङ टुवर्ड्स भैँसेपाटी नाउ। म यो ठुलो त खासै ठुलो होइन, जस काठमाडौँको लागि ठुलै हो, ठुलो ग्राउन्ड भएको ठाउँमा आइपुगेको छु। अनि चिया र फ्रेसली मेड डोनट होइन, इट वाज ₹40 आई गेस 20-20 पऱ्यो होला। त्यो टोटल 40 परेछ। अनि म काठमाडौँ आएको 3 डेज भयो, 3rd डे हो। भोलि नै फर्किँदैछु बिकज इमर्जेन्सी पऱ्यो हल्का कलेजमा। अनि आज मात्र भ्लग गरेर छु। हिजो पनि गएको थियौँ उता न्यू रोड अनि बसन्तपुर एरियातिर। तर इट वाज मोर अफ अ सपिङ गर्न गएको थियौँ हामी, मोर देन घुम्न। सो खासै केही खिचिनँ। अनि हियर आयम अहिले। अब यसो मर्निङ वाक भनौँ, अन्त मर्निङ 8 बजी आँटिसक्यो। अनि जाँदैछु अब चोबारतिर। बोल्दै फ्लोमै झन्डै फेरि रङ रुटमा गएको म। सो यो चाहिँ मन्त्रीहरूको क्वार्टर रहेछ पछाडिको आई गेस। अनि यहाँबाट म फेरि राइट जानुपर्छ। के यार ओके, म अब चाहिँ डाउन हिल जाँदैछु टुवार्ड्स बागमती रिभर होइन। बागमतीको पुल छ यहाँ। अनि इट इज एकदमै इन्ट्रेस्टिङ ठाउँ हो यो। एटलिस्ट मलाई इन्ट्रेस्टिङ लागेको ठाउँ हो। म यता घुम्दै आउनुको मेन रिजन पनि यही ठाउँहरू हो। सो आगे यो चोबारको ड्राई पोर्ट हो यो चाहिँ। यहाँभित्र चाहिँ एउटा गोर्ज भित्र होइन, यहाँ गोर्ज छ क्या, एकदम साँगुरो ठाउँबाट। अनि बागमती खोला बिचबाट बग्छ। अनि म त्यहाँ पुगेर देखाउँछु। यो चाहिँ बागमती खोला हो होइन। अनि फास्ट ट्र्याक पनि यही बाटोबाट जान्छ कतैबाट आई गेस। यही तलबाट जाने हो फास्ट ट्र्याक। फास्ट ट्र्याकको पाथ सायद यही हो जस्तो मलाई लाग्छ। म कन्फर्म गरेर भन्छु। त्यो चाहिँ जस यहाँ बनाउन थालेर एब्यान्डन गरेको रोड जस्तो देखिन्छ। सो आई गेस यही हो फास्ट ट्र्याक। अनि यो चाहिँ चोबारको ड्राई पोर्ट भयो। यहाँ बागमती रिभर छ होइन। अनि वहाँ माथि चाहिँ चोबारको डाँडा मोनास्ट्री छ त्यहाँ चाहिँ हो रहेछ। यो फास्ट ट्र्याक नै रहेछ यतापट्टिको दिसमा। यो तलबाट जाने। अनि यो चाहिँ गाडी हिँड्ने पुल भयो। म चाहिँ यो झोलुङ्गे पुलतिर जाँदैछु। आई गेस यहाँबाट बेस्ट भ्यू देखिन्छ अफ वाट आई एम ट्राइङ टु सो अर ट्राइङ टु सी फर माई सेल्फ होइन। लेट्स सी। सो यस, दिस इज बागमती है। लेट्स सी हेयर कस्तो साँगुरो ठाउँबाट बगेको छ बागमती। ओ माई गॉड, लास्टै डेन्जर रहेछ यार यो पुल त, कस्तो हल्लेको। सो यो चाहिँ बागमती हो। सी यहाँ कति सानो छ होइन, साँगुरो ठाउँबाट बगेको छ। यसलाई चाहिँ गोर्ज भन्छ होइन आई गेस। दिस इज गोर्ज, चोबारको गोर्ज भन्छ यसलाई। अनि सी उता बागमती कति ठुलो छ। सो दिस इज बिलिभ टु बी द प्लेस होइन, जहाँ चाहिँ सम हन्ड्रेड्स अफ थाउजन्ड्स अफ इयर्स अगो मन्जुश्रीले चाहिँ यो पहाड काटेर होइन। अनि काठमाडौँको पानी हुन्छ नि, के भन्छ त्यो काठमाडौँ वाज अ लेक भनेर बिलिभ छ नि त। अनि त्यसलाई चाहिँ यो पहाड काटेर बगाएको भन्ने बिलिभ छ क्या। सो इट इज द प्लेस। अनि यहाँ माथि कतातिर मन्जुश्रीको स्ट्याचु पनि छ। अनि यो तल भएको मन्दिर चाहिँ इट इज जल विनायक मन्दिर रहेछ यो चाहिँ। अनि
अब म यताबाट घुम्दै घुम्दै जान्छु लाइक मैले पुरै यो हिल यसरी घुमेर जानुपर्ने रहेछ अब सो लेट्स गो के छ र मजालाई कल गर्छु अब सो दिस वाज द प्लेस जुन चाहिँ मलाई हेर्नु थियो एकदमै हैन आई स इट आई एम ह्याप्पी नाउ लेट्स गो हियर ओके सो मेरो अर्को स्टप चाहिँ हैन इट इज विष्णुदेवी मन्दिर यो डाँडा पुरै एक सर्कल लगाएर जानुपर्ने अरे मैले अब एटलिस्ट द्याट्स वाट गुगल म्याप सेज टिकट काट्नुपर्ने रहेछ यो माथि सर्टकट हान्नको लागि बट 50 रुपिस मलाई वर्थ इट लागेन सो लेट्स गो अब हिँड्दै आएको वरिपरिबाट अनि कस्तो ब्युटिफुल पाथ छ क्या यो बाटो हैन यो मिस गर्दैन त म अब माथिबाट गएको भए म त माथि अझै राम्रो थियो होला के थाहा बट लेट्स गो पहिला चाहिँ यस्तो यो पब्लिकमा हैन भिडियो बनाउँदै अथवा बोल्दै भ्लग गर्दै हिँड्दा मलाई कस्तो एङ्सियस कन्सियस के भन्छ त्यस्तो फिल हुन्थ्यो हैन अहिले आज म हिँडेर थाहा पाएँ नो वान गिभ्स अ ड्याम क्या लाइक मान्छेले के सोच्छ भनेर सोच्ने होइन मान्छेले आफ्नै टेन्सन हुन्छ मान्छेलाई वाइ वुड दे थिङ्क अबाउट यु होइन म त यत्तिकै बाटोमा अब भिडियो बोल्दै हिँडेको छु यो भिडियो पनि नोटिस गर्नुभयो होला मेरो ग्रेजुअली भोल्युमहरू इन्क्रिज हुँदैछ होइन अहिले इन्क्रिज गर्नुको कारण चाहिँ यो ट्रक आएर हो देन आयो मैले दादालाई त्यो विष्णुदेवी मन्दिरमा बोलाएको छु म चाहिँ ठ्याक्कै यो डाँडा कटेपछि आइल कल हिम अगेन होइन हिँड्नु भनेर दादा चाहिँ उता किर्तिपुरतिरबाट हिँड्दै हुनुहुन्छ म चाहिँ यता चोबार गल्सी साइडबाट जाँदैछु अनि रमाइलो छ कतै 1 घन्टा भयो म हिँडेको बिस्तारै हिँडेको छु आम नट रसिङ नै भन्छ होइन आम नट रसिङ सो म आउँदै थिएँ होइन म्याप हेर्दै गुगल म्याप सेड मी यो लेफ्टले तर यहाँ बाटै छैन फुल चाहिँ दामी रहेछ यस होइन यहाँ बाटै छैन गुगल म्यापको अनुसार सो नेभर ट्रस्ट गुगल म्याप मलाई यहाँ मान्छे झन्डै मान्छे घरभित्र छिरायो घर भन्दा नि रिजोर्टभित्र छिरायो अनि मैले गुगल अर्थ हेरेँ र थाहा पाएँ कि आई क्यान टेक दिस पाथ होइन यो चाहिँ मान्छे हिँड्ने नै पाथ हो लाइक सो आई क्यान टेक दिस पाथ भनेर थाहा पाएँ सो साउट आउट टु गुगल अर्थ अथवा सेटेलाइट इमेज जे भन्छन् ओके सो यो बाटो आएर चाहिँ मैले यस्तो घुमेर माथि जानु पर्थ्यो म सिधै यहाँबाट आएर आई सेभड अ टन अफ टाइम एटलिस्ट 5 मिनट त सेभ गरेँ मैले दादालाई कल गरिदिन्छु अब हिँड्नु भनेर एकछिन कुदेको थाकेँ अघिसम्म मलाई 20 मिनट भनिरहेको थियो होइन त्यहाँ पुग्ने टाइम अहिले अब 15 मिनट भएछ सो आई सेभ 5 मिनट्स मैले दादा पनि हिँड्नु भनिसकेँ अब भेटिन्छ तल गएर हु डोन्ट रन यो चाहिँ इपिल्यान्ड हो कि उपिल्यान्ड के भन्छ सो यो हो त्यो अनि सी अराउन्ड हियर यस्तो हेजी छ होइन पहाड मजाले त्यस्तो खासै देखिएको छैन अलिअलि देखिरहेछ अनि आई डोन्ट लाइक वाटर पार्क्स किनभने आई हेभ अ फियर अफ सिङ्किङ होइन पौडिन आउँदैन पौडी खेल्नु लाइक हुन्छ नि सिक्न पनि मन छैन क्या मलाई त्यस्तो डर लाग्छ मलाई अनि सो यस आई डोन्ट लाइक वाटर पार्क्स ओके म हाम्रो मिटिङ पोइन्ट आइसकेको छु होइन ठ्याक्कै 1 आवर हिँडेको छु म अनि 6 किलोमिटर्स 1 आवरमा अनि मै पो छिटो आइपुगेँ यार दादालाई पर्खिरहेको छु अघि कल गरेको हिँड्नु भएर अनि म पर्खिरहेको छु आई एम सो प्राउड अफ माइसेल्फ आज किनभने मैले बाटोभरि होइन केही यताउता नसोचिकन भ्लग गर्दै हिँडेँ सो यु क्यान म कस्तो कन्सियस हुन्थेँ क्या लाइक मान्छेहरूले हेरिरहेको छ नुहाएर बट नो वान गिभ्स अ ड्याम भन्ने थाहा पाएँ मैले जस्ट मान्छेहरू आफ्नै धुनमा हुन्छ म नि आफ्नै धुनमा भिडियो बनाउँदै हिँड्यो भने कसैलाई वास्तै छैन क्या अनि सो दिस इज अ रिडेम्सन अफ सार्थक भन्दा हुन्छ अब अनि म फेरि दादालाई कल गर्छु दा आएपछि अनि फेरि भिडियो बनाउँछु कताबाट आउनेहरू पनि थाहा छैन मलाई ओके
हाम्रो मिलन भइसकेको छ। अघि भएको हुँदा त अहिले हामी यो चोबारको डाँडा चढ्दैछौँ। माथि मोनास्ट्री जानको लागि, ऊ त्यहाँ छ मोनास्ट्री हो होइन, मोनास्ट्रीसम्म पुग्नको लागि चढ्दैछौँ। देखिन्छ, त्यही देखेर त भनेको त मैले। दिदीको रुमबाट ठ्याक्कै देखिन्छ। यहाँ चाहिँ पुग्छु म भनेर, अनि ठुलो रहेछ है। हजुर आउनु थिएन है, मैले ल्याएँ नि आज। तँबाट माथिबाट ओके पुगिहाल्यो नि यहाँसँग आएपछि त। अघि म आएको बाटो भनेको यहाँ तलबाट हो, यहाँ तलबाट यहाँ। ओके हामीलाई गुम्बामा प्रवेश होइन, प्रवेश निषेध गरियो होइन, नो इन्ट्री रहेछ। यत्रो उहाँबाट 6-7 किलोमिटर हिँडेर आएको गुम्बा हेर्ने भन्दै, भरे गुम्बा त नो इन्ट्री रहेछ। अनि अब यस्तै चोबारको हेलो पिस पिस कस्तो थियो मैले बिर्सेँ। अब यसो चोबारकै वरिपरिबाट घुम्दै घुम्दै तल किर्तिपुरतिर झर्दैछौँ। किर्तिपुर झर्दैछौँ नि हामी। किर्तिपुरतिर विष्णुदेव मन्दिर पट्टि पुग्छौँ। कहाँ अरे? अहिलेको विष्णुदेव मन्दिर। ए फेरि अहिलेकै मन्दिर पुग्छौँ अरे। अब जाम